हेलो एन्ड नमस्ते। क्याप्टेन 41 को नयाँ एपिसोडमा भर्खर मात्रै लिड्स र म्यान्चेस्टर युनाइटेडको गेम 1-1 ड्र भएको छ होइन। त्यही गेमको रियाक्सनको लागि चाहिँ हामीसँग आज दुईजना म्यान्चेस्टर युनाइटेड फ्यान हुनुहुन्छ, रञ्जित फ्रम इन्डियाना एन्ड अभिनय दाई फ्रम न्युयोर्क सिटी। ओके, वेलकम City and Albany. दुवैजनालाई। हजुर। three hours away from city. गाउँ हो Albany. ए ओके, आल्बानी। ओके, नाइस है। यो राम्रो ठाउँ हो क्या त पनि भने सुनिरहन्छु। यस अब भर्खर गेम सकिएको छ होइन, धेरै डिस्ट्र्याक्सन नभइकन गेममा जाऊँ न। कस्तो भयो गेम अब ओभरअल? म त बिहान धेरै गेम धेरै बेर हेर्नु पनि पाइनँ होइन। कस्तो भयो ओभरअल? अभिनय दाइबाटै सुरु गरिदिउँ न त, आज एन्ट्री भएको छ होइन। It was okay. It was okay. उनीहरूलाई चाहिँ जित्ने भन्दा नि नहार्ने भन्ने हिसाबले खेलिरहेको जस्तो लाग्यो बिकज सुरुमा इट वाज लेजी उनीहरूले गोल खाने बित्तिकै गोल फर्कायो अनि दे स्लो डाउन अगेन त्यो भएर द्याट हेज बिन द स्टोरी त्यो यो सिजनको मोस्ट अफ द टाइम चाहिँ हाम्रो कथा त्यस्तै भएको छ है जित्नलाई खेल्ने भन्दा पनि लेट्स नट लुज भनेर जस्तो खेल्छन् बट बटम अफ द टेबलको क्लबहरूसँग खेल्दा चाहिँ त्यस्तै खेल्छ फेरि टप सिक्ससँग खेल्दा चाहिँ दे प्ले लाइक होइन हामीले जित्नुपर्छ यो पहिला टाइटल जित्नुपर्छ भनेर यसरी खेल्छ त्यो भएर इट्स वियर्ड जित्नको लागि खेल्ने भन्दा नि नहार्नको लागि नखेल्ने जस्तो लाग्छ मलाई चाहिँ अहिलेको करेन्ट उनीहरूको मेन्टालिटी हेर्दाखेरि चाहिँ त्यो भएर इट वाज ओके प्लेयर्स पनि छैन बेन्च हेर्दाखेरि चाहिँ अन्डर 21 अन्डर 18 को किड्सहरू छ प्रायः है एफकन प्लस धेरैजना इन्जुर्ड भएको हुनाले इट्स फेयर स्टिल इन टप 5 होइन अबभ चेल्सी वर्ल्ड च्याम्पियन होइन त्यो स्टिल 5 बट आज लिभरपुल विल सी सन्डरल्यान्ड इज अ गुड टिम सन्डरल्यान्डसँग छ होइन फुलह्यामसँग हो ओके होपफुली विल्सन होइन लिभरपुलको लेजेन्ड विल्सन स्कोर्स and he celebrates. त्यो भएर if they do that, we have good chance next week. But I think Man City, Chelsea, Man City wins. We still top 5 मै finish गर्छ होला यो week at least. And next week हाम्रो खेलाडीहरू चाहिँ फिर्ता आएपछि I think it's gonna take off from there. Let's see. सबै कुरामा एउटा कुरा चाहिँ मिलाउनु पर्यो क्या, म्यान सिटी विन्स भन्दा नि चेल्सी विन्स भन्यो टक्क त्यो चाहिँ राम्रो हुन्छ। होइन हाम्रो लागि यस्तो हो चेल्सीले म्यान्चेस्टर सिटीले चाहिँ कस्तो छ म चाहिँ कसरी सोच्छु भन्दाखेरि म्यान्चेस्टर सिटीले जति जिते पनि अबको 10 वर्ष नन स्टप जिते पनि दे विल नेभर म्याच त्यो जुन हेरिटेज भन्छ नि दे विल नेभर म्याच द स्ट्याट्यु अफ युनाइटेड लिभरपुल के मलाई सोध्छ कसैले भन्छ चाहिँ लाइट क्लब इन लन्डन भन्छ भने देयर आर ओन्ली टु इभन दो आई डोन्ट लाइक लिभरपुल होइन दिस म्यान्चेस्टर युनाइटेड एन्ड लिभरपुल किनभने जब यो 117वटा करप्सनको फेयर रिजल्ट आउँछ नि एन्ड देयर ब्याक टु च्याम्पियनसिप यदि फेयर आयो भने इन्भेस्टिगेसन वाट एभर इट्स बिन रनिङ सिन्स इयर्स होइन तर त्यही भएर सिटीले जति जिते नि केही लाग्दैन सिटी सपोर्ट गर्नुको रिजन आज चाहिँ युनाइटेड विल एटलिस्ट होइन टप 5 बस्छ इट्स क्यान बी गुड भन्ने हो त्यो भएर गोइङ ब्याक टु गेमको एनालाइसिसमा चाहिँ निरजन मलाई के लाग्यो भने होइन म नि आई अग्री विथ अभिब्रो होइन ठ्याक्कै अलिकति डल गेम थियो स्लो गेम थियो युनाइटेडको पर्सपेक्टिभबाट चाहिँ अन्डरस्ट्यान्डेबल ब्रोले भने जस्तै प्लेयर्सहरू छैन प्लेयर्सहरू मिसिङ बेन्च हेरेको होइन बेन्चमा टाइलर मलेसिया अनि त्यसपछि जोसुवा जर्जी अनि बाइन्डेड 3टा नाम सुने तैपनि लाइक जर्जी बाहेक देयर वाज नो बडी के वी कुड ब्रिङ अन होइन गेममा कोही पनि थिएन प्लेयरहरू फ्रन्ट 3मा हाम्रो प्याट्रिक डोर्गो खेलिरहेछ होइन अब पुरै एफर्ट दिन्छ तर नट देयर विथ क्वालिटी के त्यही भएर अलिकति टफै थियो अनि त्यही हार्न नखोज्ने भने पनि ब्रो मलाई चाहिँ के लाग्छ अनि है यो गोल धेरै खायो नि त हामीले जति धेरै गोल धेरै खायो त्यति धेरै अब गोल नखाम भन्दाखेरि अलि त्यो डिफेन्सिभ देखिहाल्ने रहेछ झन् धेरै खाने कि त्यो फ्रेक्सन अफ सेकेन्ड टु लेट हुने होइन ट्याकलमा जे डिसिजन मेकिङमा त्यो भएर नि होला जस्तो लाग्छ तर एब्सोल्युटली स्पट अन अभिब्रोले भने चाहिँ अलि डल गेमै थियो 1-1 फेयर रिजल्ट जस्तो लाग्यो मलाई पनि होइन अब चान्स त थियो बोथ टिम कुड हेभ वान सेकेन्ड हाफमा चाहिँ सेकेन्ड हाफ स्लाइटली मेबी अलिकति बेटर भयो कि जसलाई हेर्नलाई चाहिँ अलि एजी भएको थियो गेम टुवर्ड्स द एन्ड त्यो भएर चाहिँ अलिकति मजा चाहिँ आएको थियो होइन थोरै टुवर्ड्स द एन्ड मात्र तर ओभरअल गेम चाहिँ प्रिटी डल गेमै भयो भनौँ होइन तर या अन ब्राइट साइड वी डिन्ट लुज इट एन्ड वी आर अन 5th सो त्यसको लागि चाहिँ अब ठिकै छ
यता म चाहिँ सेन्ट्रल टाइममा हो क्या दाजुहरू रन्जित दाइलाई थाहा छ होइन म उठ्दा उठ्दै ठ्याक्क हाम्रो क्याल्भर्ट लुइनको हेडर भन्दा 2 मिनट जस्तो अगाडि उठाएको थिएँ कि त्यो बार हान्छ नि फार ए पोस्टमा पोलमा होइन अनि त्यही तपाईँले भने जस्तै हल्का गेम त अलिक लेजी लेजी टाइपको थियो कि नट सो वाउ टाइपको गेम होइन सेकेन्ड फेरि हाफ सुत्न गयो क्या तिमी हजुर युनाइटेडको गेम तिमीले लेजी भनेर सुत्यौ क्या साँच्ची म त एक हाफ टाइममा त यो गेमलाई उठेँ म टाइपको हामीलाई लिभरपुलको हेर्दा पनि त्यस्तै हुन्छ आजभोलि चाहिँ ठिक छ दाइ हामी लिभरपुल र म्यान्यूको त मिम आइरहेको हुन्छ नि सँगसँगै होला कि अहिले आज पनि अब 4th र 5th छौँ होइन अब अनि त्यही कमिङ ब्याक टु त्यो गेममा के सेकेन्ड हाफमा त तपाईँहरूलाई के लाग्थ्यो अब लिड्स बरु अलिकति एज भएको कि जस्तो लागिरहेको थियो मैले हेर्दाखेरि चाहिँ No, Leeds played well. अब त्यो टेबलमा हेर्ने हो भने देयर वे बिलो बट मलाई चाहिँ लिड्सको गेम जहिले पनि मनपर्छ है राइभली हेर्ने हो भने 100 वर्ष पुरानो छ बट उनीहरूले चाहिँ दे आर रियली फाइटिङ फर किन उनीहरूको पोजिसनको जस्तो लाग्छ युनाइटेड नेभर प्लेड द्याट वे यो गेम चाहिँ कुनै कुनै गेममा देखिन्छ युनाइटेडको टप 4 खेल्ने हो भने लिभरपुल अगेन्स्ट सिटी टप 6सँग खेलेको हेर्ने हो भने चाहिँ दे प्ले अमेजिङ है टाइटलै जित्छ क्या जस्तो लाग्छ होइन बट यो बटम अफ द लिगको टेबलहरूसँग चाहिँ त्यस्तै खेल्छ आई डोन्ट नो वाइ गेम एकदम स्लो डाउन हुन्छ इन्स्टेन्समा त बल रोल पनि भएको थिएन त्यो जस्ट दुइटै दौडेको पनि थिएन क्या प्लेयरहरू आई रिमेम्बर त्यो सायद हाम्रो मार्टिनेजसँग थियो बल एन्ड हि जस्ट रोलिङ नो बडी इज रनिङ आई डोन्ट नो इट वाज सो बोरिङ मलाई चाहिँ मन परेन मलाई आई डोन्ट नो लिड्सको इन्टेन्ट चाहिँ देखेको थिएँ मैले चाहिँ होइन तर गेममा कन्ट्रोल बेटर यस्तो चाहिँ त्यति साह्रो फिल भएन दुइटै उस्तै नै लाग्यो मलाई होइन आई थिङ्क युनाइटेड डिड अ गुड जब डिफेन्डिङ होइन हेभेनले राम्रै सलिड गेम खेल्यो फेरि होइन आई थिङ्क हेज बिन अ ब्राइट स्पार्क युनाइटेडको डिफेन्समा अहिले होइन यति गोल खाँदाखेरि पनि त्यो गोलमा अब अलिकति कट आउट भयो अलिक स्पिड नपुगे जस्तो भयो होइन आरोन्सनसँग आरोन्सन इज क्विक सो त्यो पनि अन्डरस्ट्यान्डेबल तर जेनरली राम्रै खेलेको छ होइन 18-19 वर्षको एजमा त्यति खेल्नु भने इट्स गुड किनभने राम्रो खेलाडीबाट सिक्न नै पाएको छैन क्या उसको एरिया हेर्ने भने अब हाम्रो यनी लोर हिज अमेजिङ अल्सो है दुइटै 18-19 वर्षको युनाइटेड जस्तो टिमको सेन्टर ब्याक भनेको त इट्स गुड द वे उनीहरूले खेल्नु चाहिँ मलाई चाहिँ एकदम मनपर्छ राम्रै खेलाडीसँग सिकेर गयो राम्रै डिफेन्सहरुसँग सिकेरै गयो अन्डरस्ट्यान्डेबल होइन अनि त्यही भएर अलि इन्कन्सिस्टेन्सी आउँछ होइन अब यङ्स्टर भएपछि होइन तर दे आर लर्निङ होइन विच इज गुड अब एउटा सलिड अब सिनियर प्लेयरको सँग खेल्न पाइराख्यो भने अझै इम्प्रुभ पनि गरिरहन्छन् होला होइन तर त्यही नै हो अब जोसुवा जर्जी पनि अब यङ नै छ पैसा दिएर भए नि पठाउनु पर्छ लास्ट गेमसम्म यस्तो फ्रस्ट्रेटेड भइरहेको थियो क्या होइन अब आज हेर्ने हो भने आज हि प्लेड डिसेन्ट होइन अब तर त्यही हो अब एसिस्ट गर्यो होइन यस्तो त दौडिनु पर्दैन बसेर बल घुमायो भने चाहिँ घुमाइन्छ होइन दौडिनु गर्यो भने त दौडे त कपाल भारी भएर होला क्या सायद होइन म त्यसमै आउँदै थिएँ कि खास लास्ट गेम उल्फसँगकोमा जर्जीलाई स्टार्ट गरेको थियो नि त होइन आज त्यही अब अघि भनिसक्नुभयो स्क्वाड डेप्थ अलिक थिनै छ भनेर तर आज के ड्रोगुलाई त्यहाँ स्टार्ट गरेको थियो नि त त्यसमा मेबी जर्जी नै ट्राई आउट गऱ्यो भए हुन्थ्यो कि भन्ने जस्तो लागेको थियो कि भनेर सोध्न लागेको थियो तर मेबी आई अलरेडी गट द एन्सर डोर्गो चाहिँ मलाई एकदम मनपर्छ अब त्यो पनि अगेन यङ होइन उसलाई अब एउटा सिनियर प्लेयरसँग को सब राखेर सिकागो भए अझै पनि सिक्छ विनिड प्लेयर डेभलप गर्ने त्यसरी जस्तो लाग्छ मलाई सेन्टर ब्याकमा पनि यो हल्ला चलेको थियो के अरे हाम्रो रियल मेड्रिड प्लेयर लिएर आउन लायो भनेर पुरा म्यान युनाइटेड फ्यान जताततै फोटोसप चाँडै हुन्छ अनि हाम्रो फोटोसप भइसकेको थियो रामोसको होइन अनि खास भन्ने हो भने द्याट वुड हेल्प यङ प्लेयरलाई चाहिँ हेल्प पनि गर्थ्यो वाइ नट भने जस्तो लाग्यो मलाई होइन तर त्यस्तो खालको प्लेयरले चाहिँ ट्रेन गरेर चाहिँ यङस्टरहरूलाई डेभलप गऱ्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ जस्ट माई पोइन्ट अफ भ्यू तर डोर्गो मलाई चाहिँ मनपर्छ अलिकति त्यसलाई अलिकति लगाम कस्न सक्यो भने चाहिँ किनभने एकदम ज्याद्रो छ मान्छे होइन अनि स्पिड छ अनि अहिलेको युनाइटेडको टिम हेरिकन पनि त्यो बल पास गर्ने सुट्स गर्ने त्यो स्किल्स चाहिँ छ बल खेलाउनु चाहिँ सक्छ त्यो भएर हि इज डिसेन्ट हाम्रो ब्याकलाइन चाहिँ इट्स डिसेन्ट मिड भएन फरवर्ड इज अल्सो डिसेन्ट तर आई एम लुजिङ पेसेन्स ओभर सेस्को है
बिकज उसको दुईटा राम्रो अपर्च्युनिटी थियो, एउटा हेड गोल हान्नुपर्ने थियो, Mhm. सिधै खुट्टामा आएको थियो, एटलिस्ट बारमा। म चाहिँ के भन्छु भने गोल नहाने पनि फ्रेममा हानु भन्छु कि एटलिस्ट। युनाइटेडबाट खेलेपछि नम्बर 10 जर्सी लगाइसकेपछि इट्स अ लट अफ प्रेसर होइन, यो पनि यङ नै छ, बट एटलिस्ट बारमा चाहिँ हानु भन्छु क्या। त्यो पनि गरेन, आइएम लुजिङ पेसेन्स ओभर इट। Disappointed. किनभने Oh. धेरैचोटि त्यो आइसक्यो कि उसलाई त्यो अपर्च्युनिटी। अनि युनाइटेड छोडेर गएपछि मैले खेल्न पाएन, अथवा अस्ति हाम्रो स्कटीको इन्टरभ्यू हेरेको थिएँ कि बाहिर गएर किन राम्रो गर्छ, म्यान युनाइटेडमा इन्भाइरोमेन्ट नभएको होइन, इन्भाइरोमेन्ट छ, सपोर्ट गर्छ, उनीहरूले नगरेको हामीले गर्न नसकेको भनेर इन्टरभ्यू दिएको थियो। मलाई एकदम आई थिङ्क फर्स्ट युनाइटेड प्लेयर जो क्लब छोडेर गएपछि पनि हि वाज पोजिटिभ, इन्भाइरोमेन्ट थियो, सक्सेस नभएको भनेर भनेको थियो कि। अनि आई लाइक त्यो इन्टरभ्यू मलाई एकदमै मन परेको थियो। आई थिङ्क फर्स्ट कसको युनाइटेड इन्टरभ्यू? क्लब छोडेर गएपछि McTominay. म्याक्टोमिनीको कुरा ए गर्नु। मलाई नि त्यही वान प्लेयर हु लेफ्ट अनि आइएम डिसपोइन्टेड भने स्कट म्याक्टोमिने मात्र हो क्या। मलाई त्यस्तो प्लेयर चाहिँ राख्नुपर्छ जस्तो लाग्छ कि, स्पेसली यो खै आई डोन्ट नो स्कटल्यान्डको प्लेयरहरूमा त्यो क्यारेक्टर हुन्छ कि के हो होइन, मलाई मनपर्ने चाहिँ होइन, जेनरली मनपर्ने क्या। अब एकदम स्कट म्याक्टोमिने साह्रै मन पर्थ्यो, अब मिडफिल्डमा प्लेयरहरू चाहिरहेछ झन् उसैलाई फालिदियो क्या अब होइन। अनि त्यो चाहिँ डिसपोइन्टिङ थियो। तर उसले भने राइट हो क्या, अब यो प्लेयरहरू आजकल यो एजेन्ट होइन, करियर, अब यो बिग कन्ट्र्याक्ट पाउनलाई जे पनि बोलिदिने होइन, जे नि भनिदिने गरेर हुन्छ। तर एक्चुअली एट द एन्ड अफ द डे त पर्फर्म गर्नु पऱ्यो नि त। जे ट्याक्टिस भयो नि, ट्याक्टिसले लेभल 9बाट लेभल 10 पुर्याउला क्या। तर जुन फर्मेसन खेले पनि म्यान्चेस्टर युनाइटेड जस्तो क्लबले वुल्फ्सलाई, बर्नलीलाई त हराउनु पऱ्यो क्या, अर एटलिस्ट डोमिनेन्ट डिस्प्ले गर्नु पऱ्यो क्या। त्यस्तो त्यस्तो फिल हुन्छ मलाई चाहिँ। सिरिए गएर गोल हानेर अनि हामीले यहाँ राम्रो गऱ्यो, युनाइटेडमा राम्रो गरेन भन्न मिल्दैन। तिम्रो जिमी भार्डीले प्लेयर अफ द मन्थ पायो होइन, 38 वर्ष होइन। अर्को टप स्कोरर को छ त्यस्तै 30-35 वर्षको छ अर्को, हो वाज इट? I don't remember. को छ टप स्कोरर अहिले सिरियामा? सिरियाको टप स्कोरर नि त्यस्तै छ होइन। भनेपछि अब त्यस्तो लिग गएर खेलेर अनि वी डिड बेटर देन म्यान यु भने प्रिमियर लिग इज टफ होइन, नट एभ्रीबडी इज कप अफ टी। पर्फर्म गर्नु पर्यो। अनि रुबन अमोरिमले इन्टरभ्यूमा पनि एउटा कुरो भनेको चाहिँ एकदम चित्त बुझ्यो। भन्दा के भन्दै थियो भन्दाखेरि तिमी यहाँबाट युनाइटेड छोडेर गइसकेपछि पर्फर्म गर्यो भने द्याट डजन्ट म्याटर। तिमी यहाँ भएकोलाई पर्फर्म इट म्याटर्स, यहाँ गर्न सकेन बाहिर गऱ्यो वी डोन्ट केयर, वी डोन्ट, द्याट डजन्ट म्याटर कि, काउन्टै गर्दैन। अनि मोरिनोले नै एकचोटि भनेको थियो कि युनाइटेड छोडेर गइसकेपछि सी इफ दे प्ले, इफ सी वेयर दे प्ले। त्यो इट वाज अ नाइस इन्टरभ्यू। त्यो भएर तिमी ठाउँमा गर्नु पर्यो क्या, यहाँबाट छोडेर गएर अन्त गऱ्यो भनेर आई डोन्ट थिङ्क यु गेट द्याट भ्याल्यु। किनभने म्यान्चेस्टर युनाइटेडमा आइसकेपछि युआर अन्डर अ माइक्रोस्कोप, सबैले हरेक कुरा एनालाइज गरेर हुन्छ होइन, बाथरुम गएको, कुकुर डुलाएको होइन, यो अन्डर माइक्रोस्कोप। त्यो भएर प्रेसर हुन्छ, अनि त्यही अनुसारले पे अफ पनि गरेको छ। म त भन्छु मलाई 50% मात्रै पे दे, म त दिनभरि दौडिदिन्छु क्या, सक्ला नसक्ला होइन। तिनीहरूले त्यो जुन 200-300,000 पर विक खान्छ होइन, मलाई त्यसको 50% दे, म त दौडेमा जतिखेर पनि दौडिरहन्छु क्या म चाहिँ। मलाई चाहिँ त्यस्तो फिल हुन्छ। त्यही भएर दे सुड पर्फर्म इफ दे वान्ट टु अर्न द्याट, त्यो खालको स्यालेरी लिएर, त्यो खालको फेम, त्यो खालको इन्भाइरोमेन्टमा बस्नु छ भने दे हेभ टु पर्फर्म। रन्जित दाईलाई अघि त्यो अविन्य दाईको सेस्को टेकमा हल्का दाईको पनि सेम छ दाई सेस्कोमा? या आई थिङ्क सेस्को मलाई अहिले हेर्दा हेर्दा कस्तो फिल भइरहेछ भने सेस्को अहिले युनाइटेडको नम्बर 9 पोजिसनको लागि चाहिँ हिज नट रेडी येट होइन। उसँग क्वालिटी छ, क्वालिटी नभए होइन, तर अब उसको लागि चाहिँ हि निड सम वान टु लर्न फ्रम के। ऊ चाहिँ हि क्यान बी द्याट स्क्वाड प्लेयर, रोटेसन प्लेयर, कप गेम्सहरू खेल्ने त्यो हुनसक्छ जस्तो लागिरहेछ। किनभने कन्फिडेन्स एकदम लो देखिन्छ होइन, अलिकति छ होल्ड अप प्लेहरू हेऱ्यो भने उसलाई सिचुएसनल अवेरनेसहरूमा चाहिँ मलाई अलिकति विक देखिरहेको छु मैले। त्यो पनि म पनि सेम हो। आई थिङ्क मेजोरिटी अफ युनाइटेड फ्यान्स अहिले त्यही बोटमा होला क्या, वी आर अलिकति स्केप्टिकल अबाउट हिम होइन। अलिकति सिचुएसनल अवेरनेस चाहिँ नभए जस्तो देखिरहेछ, कन्फिडेन्स अलि लो छ होइन। त्यो हेडर अघि ब्रोले भने आज गेमको फर अ सेन्टर फरवर्ड ही सुड हेभ स्कोर्ड। क्याल्भर्ट लुइनले त्यो पोल हाने बल थियो नि, इट वाज मच डिफिकल्ट चान्स क्या उसको लागि होइन, येट ही गट इट टु द पोस्ट, एटलिस्ट भित्र इन नभए पनि क्लोज थियो क्या होइन। सो यसको लाइक सेन्टर अफ द बक्स सिधै किपरमा होइन, मजाले इजी बल मजाले कनेक्ट गरेर छ होइन। त्यो भने अनि एकचोटि मात्र होइन, कहिलेकाहीँ हुन्छ नि त, बिग प्लेयर्सहरू पनि हुन्छ। इट्स बिन कन्सिस्टेन्ट। सो आइएम नट सेयिङ स्याक हिम, सेन्ड हिम आउट अन अदर क्लब, तर आई थिङ्क त्यही अलिकति फ्यान भएर हेर्दाखेरि चाहिँ अलिकति फ्रस्ट्रेसन क्रिप हुन थालेको छ क्या अब स्ट्राइकरमा चाहिँ होइन। एउटा राम्रो सलिड स्ट्राइकर भयो भने
इट हेल्प्स एभ्री वान एल्स के कुन्यालाई हेल्प हुन्छ, ब्रुनोलाई हेल्प हुन्छ, एम्बुमोलाई हेल्प हुन्छ होइन। स्ट्राइकरले होइन बल होल्ड अप गरिदियोस्, चान्स पाएको गोल हानिदियोस् के, त्यति मात्र चाहिन्छ भने होइन। इट्स डिफिकल्ट, इजियर सेड देन डन के। नम्बर 9 को ऊ चाहिँ अब एउटा बार चाहिँ हालान्डले चाहिँ एकदमै माथि सेट गर्दैछ नि त। लाइक हालान्डलाई हटाइदियो भने त यसो सोच्यो भने त सबैजनाको स्तर त्यही छ नि त, पर्फर्म गरिरहेको क्या। क्याल्भर्ट सिटी लुइन होला होइन, अलिकति 6 गोल्स अलिकति कति गोल लागेको थियो क्याल्भर्ट लुइनले, नत्र त तिनीहरूलाई कम्पेयर गर्यो भने त क्याल्भर्ट लुइन यो के अरे सेस्को सबैजना एउटै लेभलको देखिन्छ क्या। त्यो हालान्डले बार यस्तो माथि सेट गर्दैछ कि होइन, त्यही भएर वी थिङ्क लाइक त्यो एक्सपेक्टिङ पनि सेम। हो, तर एटलिस्ट गोल आउनु पर्यो क्या, बारमा हान्नु पर्यो। ए हान्यो है, ट्राई गरे हो। फर्स्ट हाफसम्म कति 2 shots on target, 2 पनि थियो वान कि इच, एउटा टिमको एउटा सर्ट अन टार्गेट। हो। द्याट्स द पोइन्ट क्या। ठिक छ तिमीले हाल्यान्डको लेभलसम्म हान्न सक्दैनौ, तर इन्टरभ्यू दिने बेलामा चाहिँ आइ एम बेटर देन हाल्यान्ड बिकज आई एम फास्ट, आई क्यान जम्प भनेर गफ चाहिँ दिने। पर्फर्मेन्स गर्ने बेलामा चाहिँ हाल्यान्डको 10% नै नगरेर 10% नै गर्नु पर्यो भने 10% गोल हाने उसले हाने जति। त्यो नभएपछि चाहिँ टक लेस वर्क मोर के, त्यो गर्नु त्यस्तो इन्टरभ्यू पनि दिएको थियो त्यो छैन के। त्यसको इन्टरभ्यू त्यही हो। दिएको अब यो सिजनको हाफ सिजन सकिने बेलासम्ममा ही सुड हेभ स्कोर्ड 6-7-8 गोल्स के, त्यो पनि धेरै डिमान्ड गरे होइन, धेरै एक्सपेक्टेसन पनि होइन कि। एउटा सिजनमा युनाइटेडको नम्बर 9 भएर तिमी स्टार्टिङ 11मा विक इन विक आउट खेलिरहेछौ भने एटलिस्ट मिनिमम 10 गोल जति चाहिँ हिर्काउ भन्ने एक्सपेक्टेसन चाहिँ म चाहिँ त्यति राख्छु क्या होइन। 10 गोल्स इट्स नट टु मच क्या होइन। बनमतबाट 15 गोल हान्छन् मान्छेले भने होइन, इट्स नट टु मच जस्तो लाग्छ। अर एटलिस्ट होपफुल पेसिमिजम होइन, अप्टिमिजम दिनु पऱ्यो क्या फ्यान्सलाई हेर्दाखेरि पनि, गेम प्लेमा पनि के। लाइक गोलै हानेको छैन भने पनि मेक द्याट पासेस होइन, होल्ड अप प्ले इम्प्रुभ गर होइन, थ्रेड इन गर, अरूलाई गेममा ल्याऊ होइन। त्यसमा चाहिँ आई थिङ्क हि निड्स टु वर्क। अब म्यानेजरले पनि वर्क गर्नुपर्ने होला होइन, कन्फिडेन्स दिनु पऱ्यो होला। आई डोन्ट नो वाट्स रङ, बट अलिकति डिसपोइन्टिङ रिटर्न चाहिँ भयो उसको पर्फर्मेन्सबाट। मलाई चाहिँ त्यो युनाइटेड फ्यानको माया लाग्छ क्या, जसले कपाल काटेको छैन। इट्स बिन मोर देन ए इयर। त्यसले अब कहिले कपाल काट्छ त्यो मलाई एकदम माया लाग्छ त्यसको। उसले के प्रिमियर लिगै मात्र भन्यो कि अरूहरू पनि कप टायर पनि पर्छ फेरि? त्यो चाहिँ थाहा छैन, बट ही वान्ट्स 5 विन्स। सबै हो, सबै सबै कम्पिटिसन घाट्छ 5 इन अ रो भने हो। अनि अब अहिले त अब त्यो लिग कप सिकअपबाट त्यो हुँदाखेरि अलिकति सजिलो नि हुन्छ नि त। फर्स्ट लाइक सेकेन्ड राउन्ड थर्ड राउन्डदेखि खेल्छ क्या अरे, त्यो बेलामा त्यो भयो भने त ठ्याक 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 5 पुग्न सक्छ। तर अहिले त अब लिग कपमा सुरुमै आउट भयो। त्यो आजको पनि गेम ग्रिम्सबीसँग दाइ यसो क्रेजी गेम भयो। अस्ति जितेपछि चाहिँ जस्तो उल्फसँग अस्ति ड्र नभएको भए अथवा जितिरहेको भए चाहिँ म्यान्चेस्टर सिटीसँग चाहिँ 5th गेम हुन्छ कि के त्यस्तै आइरहेको थियो कि एउटा। होइन आज युनाइटेडले कस्तो गर्यो भने चान्सेस छ क्या यो सिजन। वी कुड हेभ वन सो मेनी मोर गेम्स के। त्यो ड्रन गेम्सहरूमा यस्तो होइन कि हामीलाई अर्को टिमले ध्वस्त हानेर हामी ड्र भएर हामी ड्र भयो होइन क्या। हामीले सालवेज गरे पोइन्ट पनि मोस्ट अफ द गेम टाइम चाहिँ युनाइटेडले राम्रै खेलिरहेछ, कन्ट्रोलमा खेलिरहेछ, लिड लिइरहेछ होइन। अनि त्यसपछि त्यो 5 मिनट्स ब्रेकडाउन 10 मिनट्स ब्रेकडाउन हुन्छ, एन्ड वाट ह्यापन्स 1 गोल 2 गोल खान्छ होइन, ड्याङ ड्याङ। अनि त्यसपछि ड्र अथवा ट्रेल गरेर हुन्छ, अनि पछि आएर ड्र गर्छ, त्यस्तो भइरहेछ कि। सो देयर इज अ फाइन लाइन भनौँ न होइन, विन ड्र लुज गर्नलाई गेमको लागि। त्यही भएर अलिकति इट फिल्स बेटर देन लास्ट सिजन, तर स्टिल सो मच मोर वर्क टु डु के। अलट बेटर। किनभने 10 ह्याकको बेलामा अथवा अघिल्लो सिजन हेऱ्यो भने वेयर लाइक एकदम लेजी खेल्थ्यो, गोल नै हुँदैन भन्ने चाहिँ स्योर थियो क्या एकचोटि गोल खाएपछि। तर अहिले एटलिस्ट कता कताबाट हान्छ थाहा छैन, तर फर्काउँछ जस्तो छ। अर्को तिमीले भनेको फाइन लाइन चाहिँ त्यो चाहिँ रेफ्रीहरूले डिफाइन गरेको छ क्या त्यसलाई। बिकज रेफ्री किन थाहा छ, युनाइटेड अरूको गेममा म त्यति भन्दिनँ होइन, अरूले फाइदा ल्याएको छ भनौँ भन्नलाई चाहिँ, तर युनाइटेडको गेम चाहिँ हाम्रो केही नभए 6 देखि 9 पोइन्ट चाहिँ रेफ्रीहरूले खाइदिएको छ क्या, बिकज अफ द रङ डिसिजन। अनि लिभरपुल भएपछि चिठी लेखिहाल्थ्यो, मिटिङ गर्थ्यो, आर्सेनल भएको भए झगडै गर्थ्यो। युनाइटेडले चाहिँ कहीँबाट पनि त्यो रेफ्रीहरूले यसो गर्यो भनेर कहीँबाट पनि भनेको सुनिएको त्यो इट्स टाइम के, दे ह्याभ टु डु इट, दे ह्याभ टु डु समथिङ अबाउट रेफ्री। किनभने नन स्टप के अरे डिसिजनहरू चाहिँ इट्स अगेन्स्ट म्यान युनाइटेड। लास्टको कुन गेम हो, देयर वाज 2 ह्यान्डबल, अनि त्यो ड्र भयो सायद त्यो कुन गेम हो, आई डोन्ट रिकल। तर रेफ्रीहरूले पनि ठुलो रोल खेलेको छ युनाइटेडलाई। इजी डिसिजन्सहरूमा मलाई नि त्यो फिल हुन्छ क्या। कस्तो हुन्छ अनि सिम्पल फलहरू क्या, सिम्पल फलहरू त्यो पाएन भने फ्रस्ट्रेसन हुन्छ कि प्लेयरहरूमा। आज अब त्यो एउटा
डालोलाई यस्तो तान्छ क्या, डालोले बल कटाउँछ, अर्कोले पुरै जर्सी तानिदिन्छ, यस्तो छेकिदिन्छ क्या, अनि डालोले पनि त्यसपछि हात समाउँछ क्या होइन, अनि त्यसपछि फ्री किक के वेयर अन अ ब्रेक के, त्यो नदिए भए क्या, लिटल डिसिजन हो नि त। अनि कुड हेभ बिन एनिथिङ होइन, चान्स क्रिएट हुन सक्थ्यो, गोलै होला नहोला त्यो थाहा छैन, तर त्यो प्लेयरहरूलाई नि फ्रस्ट्रेसन हुन्छ। अनि एभ्री चान्स दे गेट टु सो अ येल्लो कार्ड, युनाइटेड प्लेयर छ भने दे गेट अ येल्लो कार्ड क्या। अनि जहिले पनि यसो हेर्छु होइन, आज त्यो डोर्गुको येल्लो कार्ड नि डुबियस लागेको थियो होइन सुरुमै। घाइटेसँगको केसमा क्यासमिरोले रेड कार्ड खाएको, अर्कोलाई येल्लो पनि दियो कि दिएन होइन, घाइटेसँगको केस अघिल्लो गेममा। त्यही भएर त्यो पनि एउटा मेजर इस्यु हो। भन्छ वी आर लुकिङ फर एक्सक्युज है, पर्फर्म चाहिँ गर्नुपर्छ, बट स्टिल त्यो फाइन लाइन हाम्रो रञ्जितले भने जस्तै त्यसलाई चाहिँ रेफ्रीहरूले डिफाइन गरेको छ। हामीले अस्ति यो विषयमा गफ नि गरेको थियो क्या पिकम निराजन मैले होइन। अब त्यो मेन चाहिँ गेम जितिरह्यो भने त्यो कुराहरू मतलबै लाग्दैन क्या, शान्तिङ डिसिजन भालो भने जस्तो हुन्छ। स्पेसली हामीले पोइन्ट्स ड्रप गरेर आएको छ नि त, त्यो भएर अझ बेसी थन जस्तो फिल हुने क्या। अनि जस त्यो पनि एउटा कुरा हो, गुड पोइन्ट। त्यो रेफ्रीको इन्कन्सिस्टेन्ट त सबै क्लबसँग छ होला जस्तो लाग्छ हौ मलाई चाहिँ। त्यो चाहिँ इन्कन्सिस्टेन्सी हो, करेक्ट। एभ्री फ्यानले नै त्यही भनेर हुन्छ कि तपाईँहरूले जे भने नि हामीलाई चाहिँ इन्कन्सिस्टेन्सी छ रेफ्रीले होइन पिकम, इन्जस्टिस गर्यो टाइपको कुराहरू चाहिँ इन्कन्सिस्टेन्सी छ। तर युनाइटेडको गेम चाहिँ अब हामीले विक इन विक आउट एभ्री गेम हेर्छौँ नि त, एभ्री लिटल डिसिजन क्या, फर्स्टदेखि चाहिँ रेफ्री स्योर भएन भने इट्स अगेन्स्ट युनाइटेड क्या, लाइक 9 आउट अफ 10 टाइम्स क्या हो। त्यो चाहिँ थ्रु आउट द कोर्स अफ द सिजन ब्यालेन्स फिल हुनु पऱ्यो क्या, कहिलेकाहीँ पाउने कहिलेकाहीँ नपाउने, ल 4-5वटा पाउने 6-7वटा नपाउने भयो भने, क्लोज भयो भने चित्त बुझाइन्छ क्या एज अ फ्यान होइन। यसो हेऱ्यो एभ्री टाइम थ्रो देखाएको छैन, कहाँको थ्रो, अनि त्यसपछि उता होइन, त्यो चाहिँ फ्रस्ट्रेटिङ हुने रहेछ क्या हेर्दाखेरि। तिमीले भनेको नि ठिक हो। अब हामी युनाइटेडको फ्यान भएर वी नोटिस अबाउट युनाइटेड होइन, र यदि हामीले अरू फ्यानहरूसँग कुरा गर्ने भने दे मे हेभ सेम पोइन्ट। त्यो किन हो भन्दाखेरि ओभरअल क्वालिटी अफ इङ्ग्लिस रेफ्री नै छैन, इट्स टु लो के, छँदै छैन। एउटा दुईटा पनि आई डाउट, त्यो माइकल ओलिभर मनपर्छ, तर एभ्री गेम होइन डिसिजन दिने हि इज अ गुड रेफ्री, तर त्यसको पोइन्ट के छ भन्दाखेरि हि मेक्स द गेम अबाउट हिमसेल्फ। कि रेड कार्ड दिन्छ त्यो स्मार्ट हुनु खोज्छ क्या, अनि बिकज त्यो गेम चाहिँ उसको बारेमा होस् भन्ने बनाउँछ उसले। नत्र उसले च्याम्पियन्स लिग खेलायो, युरो अरू क्लबहरू खेलायो भने डिसेन्ट छ है, के अरे क्वालिटी हेर्ने हो भने हि इज वान अफ द गुड वान, तर चाहिँ हि मेक्स अबाउट हिमसेल्फ क्या। रेड कार्ड दिन्छ त्यो सो अफ दिन्छ क्या उसले, त्यो मात्रै गरेन भने चाहिँ हि इज गुड जस्तो लाग्छ मलाई चाहिँ। तर अनि किनभने उसले ठुल्ठुलो गेम पनि पाइरहेको हुन्छ होइन, बिकज हि इज गुड, तर चाहिँ त्यो उसको आफ्नो त्यो नेगेटिभ क्वालिटीले गर्दाखेरि चाहिँ द्याट्स नट गुड। तर इङ्ग्लिस रेफ्रीहरूको क्वालिटी चाहिँ छैन, छँदै छैन, त्यो रिजन पनि। माइकल ओलिभर त इट्स अल अबाउट हिम होइन, इनफ अफ हिम भइसक्यो। मलाई अब आर्सेनल फ्यान भएर हेर्दाखेरि इनफ अफ हिम होइन, उसले गर्दा के भइसक्यो भन्ने कुरो त्यही। अब हाम्रो रेफ्रीकै कुरा गर्दाखेरि चाहिँ छ प्याकेज छ कि सबै फ्यानको होइन। यसपालि चाहिँ अब अनेस्टली भन्नुपर्दाखेरि चाहिँ दुईवटा डिसिजन चाहिँ हाम्रोमा फेभर भएको छ, त्यो चाहिँ वी टेक विथ बोथ ह्यान्ड होइन। त्यही भएर केही छैन। के अरे 958 पनि भएछ होइन। अब लिभरपुल फ्यानलाई लिभरपुल हारेको हेर्न नि मन छ होइन, हतार छ। आज सिटीलाई हराउनु छ जसरी नै, त्यही भएर अब आजको एपिसोडलाई चाहिँ होइन, थ्याङ्क यू रञ्जित दाजु, थ्याङ्क यू अभिनय दाजु है, भेट भयो ल, फेरि भेट्ने बाचा सायद। यस्तो गरौँ न त, 2-3 मिनट आई क्यान स्पेयर होइन। लास्टमा एउटा एन्डिङ क्वेसन जस्तो यत्तिकै आयो कि लास्ट टाइम। ब्रो नै हो थ्रेसोल्ड होइन, सोधौँ मजाले। अनि यो चाहिँ आजको गेम भन्दा पनि एज अ होल ओभरअल म्यान युनाइटेडकै काइन्ड अफ हाम्रो रञ्जित दाई त यहाँ थुप्रैचोटि आइसक्नु भयो नि त। रञ्जित दाईको अलिअलि भ्यू हामीले लास्ट टाइम पनि सुनिसक्यो होला, जुन कुरा मैले सोध्न लाग्छु। मेबी अभि दाजुबाट सुरु गरौँ, रञ्जित दाईले पनि थप्नु छ भने। इट्स अबाउट त्यो कोबे मेनु सिचुएसन एट म्यान यु के, अहिले त अब ऊ घाइते छ, इन्जोर्ड छ होइन। घाइते होइन जस्तो लाग्छ है मलाई, मैले त्यो अघि भन्नलाई थिएँ, मैले बिर्सेँ। कोबी स्टप प्लेइङ कुन दिनबाट भन्दाखेरि त्यसको दाइले फ्री कोबी भनेर टी सर्ट लाएर आएको थियो नि, अमरिनले चाहिँ कोबीले गरेको होइन उसको दाइले गरेको आई डोन्ट केयर भन्यो। तर त्यसकै भोलिपल्टदेखि ट्रेनिङमा इन्जोर्ड भयो भन्यो, त्यसको डेट जनवरीमा सारेको छ, त्यसलाई जनवरीमा सिप गर्छ जस्तो लाग्छ मलाई। किनभने इन्जोर्ड केही पनि छैन, त्यो खालको एटिट्युड देखाएको भएर त्यसलाई चाहिँ साइड लगाइदिएको जस्तो लाग्छ, विच इज गुड होइन। तिमी 18-19 वर्ष भएको छैन, बिग कन्ट्र्याक्ट ल्याउने, गेममा पर्फर्म नगर्ने। हि वाज डिसेन्ट है, पर्फर्म पनि गर्थ्यो होला, तर यु गट टु ह्याभ पेसेन्स के, किनभने आफ्नो पालो कुर्ने, जब तिम्रो पालो आउँछ देन यु गट टु पर्फर्म होइन। उसलाई हेर न, हाम्रो मालेसियालाई हेर न, अन्डर 21 मा खेलाइदिएन बिचरालाई, आयो त टिममा फर्केर खेल्यो त अस्ति गेम। हाम्रो उसलाई हेर्नु न, ए आमादलाई हेर्नु न, सन्डरल्यान्ड गएर खेलेको होइन, च्याम्पियन्स लिगमा पर्फर्म गर्यो, आयो, अब रेगुलर स्टार्टर भयो। यु हेभ टु वेट फर यर टर्न,
पर्फर्म अनि आफ्नो चान्स पाइहाल्छ नि पर्फर्म गरेर अनि त्यहीमाथि चुप लाएर बसेको भए इट वाज हिज टर्न ब्रुनो इन्जर्ड भएको थियो उसको गोल्डन अपर्च्युनिटी थियो अहिले अब दाइले फ्री कोबी भनेर अब त्यसो सोसियल मिडियाले पनि धेरै असर गरेको छ है पहिलाको प्लेयरहरूले पनि कमेन्ट त्यही छ उनीहरूको हाम्रो पालामा सोसियल मिडिया थिएन इट वाज नाइस तर अहिले चाहिँ सोसियल मिडियाले पनि बिगारेको बिगार चाहिँ त्यसले त्यति मात्र नगरेको भए इट वाज टाइम फर कोबी टु साइन तर आई थिङ्क कोबी अब के कसरी सर्ट आउट गर्छ थाहा छैन इन्जर्ड भएको होइन आई थिङ्क कोबीलाई साइड लगाएकै होला I agree. I've seen Sir Alex do those kind of things के पहिला हामीले हेर्दाखेरि होइन त्यो चाहिँ यदि अमरिमले त्यो गरे भने चाहिँ भेरी स्मार्ट डिसिजन हो क्या होइन त्यो किप इट क्वाइट किप इट अन्डर होइन त्यो कसैले मिडियामा धेरै ऊ नहोस् क्या इन्जर्ड छ भन्नुहोस् ह्यान्डल इट अनि त्यसपछि पछि 10 वर्ष चाहिँ बायोग्राफीमा आओस् वी डोन्ट केयर होइन त्यो चाहिँ मलाई नि त्यही आई एग्री मलाई नि त्यो डाउट लागिरहेको कुरा हो क्या त्यो चाहिँ ओके मेबी काइन्ड अफ सफ्ट कर्नर छ कि भनेर यसो सोध्न खोजेको होइन रहेछ ठिकै छ अलवेज क्लब फर्स्ट ओके 10-15 मा रहेछ नि गेम त होइन हजुर 10-15 मा रहेछ नि लिभरपुल गेम त हो र साह्रै होला 10 मा जस लाग्यो 10 जस्तो लाग्थ्यो ए 15 सरेछ यार त्यसो भए अभिनयलाई ल त्यही त के भएछ सरेछ दाजु 15 भएछ 5 मिनट अझ एक्सटेन्ड गरौँ न त आई थिंक 10 बजे हो स्योर थिङ फुलम र लिभरपुल 10 बजे देखाएको छ यहाँ गेम चाहिँ सुरु भएको छैन फेरि 15 देखाएको छ के भयो होला सायद 15 देखाएको छ मेरोमा त के भयो सायद लिभरपुलको अब $150 million को एकदम हैन ब्रिटिश रेकर्ड फी ट्रान्सफर प्लेयर अलिकति केही इन्जुरी इन्जुरीकै कुरा गर्दा इकिटिके पनि इन्जुरी भएछ हो र मेरो फ्यान्टेसी टिममा थियो बर्बाद भयो त मैले ल्याएको चाहिँ सबै त्यस्तै हुन्छ यसपालि आर्सेनलको 3वटा डिफेन्ड हालेको पछाडि डिफेन्डर हालेको हैन पोइन्ट्स वीकली खानु पर्यो भनेर सुरुमै गयो ग्याब्रियलले मिटु पास दियो नि gosh हैन ठीक छ आर्सेनल इज नेभर अ थ्रेट के अब सेकेन्ड थर्ड फिनिश गर्छ हैन राउन्ड 8 सिजन 8 हैन आर्टेटाको सिजन 8 चल्छ इट्स अल राइट जित्न चाहिँ मलाई चाहिँ भिलाले जिते हुन्थ्यो जस्तो लाग्छ आई एम रुटिङ फर भिला किनभने एमरीले सर एलेक्स फर्ग्युसनले चाहिँ कति सिजन पछि टाइटल जितेको दाजु फर्स्ट टाइटल हैन ठीक छ अझ तिमीहरुलाई त्यसरी तिमीहरुले चित्त बुझाउँछौ भने इट्स अन यु फ्यान्स वी हैव नो प्रब्लम म त अझै आर्टेटालाई बम्पर कन्ट्र्याक्ट देऊ $1 billion को कन्ट्र्याक्ट हुनु पर्यो नेक्स्ट 10 years आर्टेटा शुड स्टे देयर हैन नो इश्यूज तर सिजन 8 मै दे आर स्टिल यो पण्डितहरुको नि काम हो क्या दे आर स्टिल के रे अन्डर स्टडी डेभलप भइरहेछ हामी प्रोसेसमा छौँ भन्छ हैन युनाइटेडको चाहिँ एउटा सिजन सकिया हुन्न किन परफर्म गरेन भने हुन्छ द्याट्स फाइन विथ अस सबैले भन्नुको कुरा चाहिँ ठ्याक्कै उल्टो सुनिन्छ है हामीले चाहिँ फेरि हामीले सुन्दाखेरि चाहिँ टु मच टाइम दियो यताउता बेला यस्तो हुन्छ तपाईहरुले चाहिँ सायद 8 सिजन भइसक्यो खोइ त निकालेको आर्टेटालाई यस्तो हुन्छ के मिडिया नेरेटिभ चाहिँ जस्तो आउँछ नि भनेको लाइक म्यान्चेस्टर युनाइटेडको रेडरमा चाहिँ त्यही टाइपको आउँछ हाम्रो चाहिँ त्यही टाइपको आउँछ जस्तो के भनेको तपाईँ भन्नुभयो मैले सुनेकै छैन अहिलेसम्म तपाईँले भन्नुभयो मैले सुनेकै छैन क्या बुझ्नु भएन यसलाई त टु मच टाइम भयो यताउता धेरै अब 1-2 जनाले भन्छ त्यो 1-2 जनाको मात्र जाने होला उतापट्टि साइडमा चाहिँ सायद होइन अब मैले दुईटै भर्जन सुनेको छु क्या होइन तर दुईटै पोइन्ट मेक सेन्स होइन एउटा हेर्दाखेरि 8 वर्ष भयो जित्या छैन गेम जित्या छैन हो करेक्ट होइन अर्को एङ्गलबाट हेर्दाखेरि अब आर्सेनल फ्यान्सहरूको लागि बोर्डहरूको लागि के लाग्ने होला भने अब वी हेभ बिन कम्पिटिङ एन्ड द्याट्स गुड जति रेलेभेन्ट भयो त्यति चान्सेस हो नि त एभ्री इयर हुने कुरा हो वर्ल्ड कप जस्तो 4 वर्षमा हुने कुरा होइन नि त एभ्री इयर हुने कुरा हो जति रेलेभेन्ट भयो त्यति चान्सेस हाई हुने त हो नि भनेको अब मोरिनोले भने जस्तै हेरिटेज चाहिन्छ क्या यु डोन्ट हेरिटेज इट्स अबाउट हेरिटेज किनभने युनाइटेड एभ्री सिजन जस्तो तोरी टिम भए पनि प्लेयर नके नि वी फिल लाइक अथवा एभ्रीवन फिल लाइक दे आर फाइटिङ फर द टाइटल हैन 19 मा थियो अस्तिसम्म हामी बट स्टिल अहिले 5 मा पुग्यो वी आई फिल एउटा राम्रो गेम खेल्छ अनि मलाई जित्छ के जस्तो लाग्छ क्या त्यो हेरिटेज हो क्या त्यो तर नजिकको त भयो नि त 13 वर्ष त भइसक्यो हैन र हेरिटेजले त प्रिमियर लिग र च्याम्पियन्स लिग हो कपहरु त जितिरहेको छ भनेपछि तिमीहरुले नै हाम्रो बार चाहिँ हाई सेट गर्दै हो क्या हामी तिमीहरुले एफए कप जितेर भएन क्या यु हेभ टु विन प्रिमियर लिग र च्याम्पियन्स लिग भनेर थ्यांक यू सो मच तिमीहरु जस्तै फ्यानहरुले हाम्रो बार हाई सेट गर्दै हो क्या विच आई लाइक त्यही नै हो नि त चाहिने त हैन र तर कस्तो हुन्छ भने सक्सेस ग्राफ हुन्छ नि जुन इट नेभर गोज अप क्या माथि गएछ भने झर्नै पर्छ क्या हामी चाहिँ अहिले झरेको केसमा छ र अनि अलिकति उठ्न खोजिरहेको छौँ होइन सर एलेक्स फर्ग्युसनको बेला वी आर अन टप त्यो फेज त्यस्तो सिचुएसन त्यस्तो माहौल फेरि आउँछ जस्तो मलाई लाग्दैन किनभने टाइम्स चेन्ज
सर एलेक्स फर्गुसनको बेलामा अथवा त्यो बेला रियल मेड्रिडको प्लेयर हेर्ने हो भने नि बेन्चमा कस्तो कस्तो प्लेयरहरू थियो। अहिले बेन्चमा कोही बस्नै मान्दैन। अनि 11 जना टप प्लेयरले एभ्री विक खेल्न पनि सक्दैन, अनि कोचले रोटेट गराउन पनि सक्दैन। अनि कोचहरूलाई एकदम गाह्रो छ क्या अहिले खास हुने नि, यो जुन क्लबको कुरा गर्दा पनि अहिलेको माहौलै त्यस्तो भइसक्यो। अनि गयो सोसियल मिडियामा पोस्ट गर्यो होइन, अनि विरोध गर्यो, त्यो भएको भएर इट्स नेभर गन त्यो हाम्रो त्यो 2013 भन्दा अगाडिको जस्तो फेज चाहिँ नआउला। तर मेरो भनाइ चाहिँ एटलिस्ट कम्पिटेटिभ गेम खेल, राम्रो गेम खेल, युनाइटेडबाट खेल्छौ भने गोल हान, डिफेन्ड गर, तिम्रो रेस्पोन्सिबिलिटी जे हो त्यो गर, अनि एटलिस्ट गिभ वान टाइटल अर टू हरेक 2 वर्ष 3 वर्ष, आइएम फाइन विथ द्याट। अनि एभ्री इयर सर एलेक्स फर्गुसनको जस्तै जित्नुपर्छ ट्रेबल, आई डोन्ट, म चाहिँ त्यो भन्दैन। र त्यो पोसिबल पनि आई डोन्ट थिङ्क। गार्डियोलाले जुन गर्यो ट्रेबल लास्ट कपल अफ इयर्स अगो, द्याट्स कमेन्डेबल है, द्याट्स ह्युज अचिभमेन्ट। तर त्यो प्राय त्यस्तो आई डोन्ट थिङ्क। फर्स्ट स्टेपै हेर्नु पर्दा त युनाइटेड फ्यानहरूलाई भनौँ न, युनाइटेडलाई नै चाहिएको भनेको त आर्टेटा जस्तै एक स्टेप माथि लानु त चाहिएको छ नि त अहिले त, हो कि अहिलेलाई छैन त। आर्सेनल कहाँ थियो र आर्टेटाले जस एउटा रेलिभेन्सी त बनाएको छ नि त, त्यस्तै चाहिएको छैन र युनाइटेडलाई अनेस्टली के। अब म कहाँ अड्किन्छु छ हैन, म कहाँ अड्किन्छु भन्दाखेरि स्टिल भन्दाखेरि आइएम वे ब्याक 10-12 वर्ष पछाडि अड्किन्छु। कहाँ भन्दाखेरि के अरे आर्सन वेङ्गरलाई स्याक गर्नुको रिजन के हो थाहा छ? दे सेड टप 4 इज नट इनफ। त्यति हो, एउटा स्टेटमेन्ट हो। वेङ्गरलाई स्याक गर्नुको रिजन भनेको टप 4 इज नट इनफ। अनि त्यसपछि वेङ्गरलाई स्याक गरेपछि कहाँ गयो आर्सेनल? बटम, डाउन एट द बटम। अनि माथि आउँदा आउँदै वेङ्गरले जहाँ जसरी खेला थियो त्यही लेभलमा छ क्या, नथिङ मोर। मैले भन्नु खोजेको चाहिँ इफ यु स्याक अ टप कोच, वेङ्गर जस्तो कोच स्याक गरेर टप 4 इज नट इनफ भन्ने हो भने डेलिभर समथिङ के। द्याट्स अ गुड पर्सपेक्टिभ यार, मैले त्यसरी सोचेकै थिइनँ होइन। त्यसरी वेङ्गर स्याक भएपछि आफूलाई चान्स दिएन, त्यो चाहिँ चान्स दिनु पर्थ्यो जस्तो मलाई पनि लाग्थ्यो। अब बोर्ड त्यो अब फ्यान एउटा ग्रेडरमा स्पेक्ट्रममा चल्ने कुरा हो, बोर्ड अर्कै तरिकाले चल्छ, बिजनेस मोडलहरूको छुट्टै हुन्छ होइन। अब म यहाँ बसेर अब डिफेन्ड पनि गर्नु खोजिरहेको होइन कि, एज अ फ्यान अहिलेको यो फेजमा चाहिँ मलाई के लाग्छ भन्दाखेरि, मैले लास्ट लाइक 15 इयर्स चाहिँ मैले कहिले पनि आर्सेनलले जित्छ भनेर भनेको थिइनँ, इभन लास्ट इयर पनि कि। यो सिजन चाहिँ के छ भन्दाखेरि मलाई चाहिँ एउटा विश्वास चाहिँ छ कि गेमको प्ले कस्तो गेम खेलेर पोइन्ट लगाइरहेछ, यस्तो यस्तो कुराहरूले गर्दा चाहिँ ऊ छ। जस मलाई मनपर्छ है, मैले भने नि मेरो फ्यान्टेसी टिममा पछाडि 3 वटा आर्सेनल छ। हिजो गोल खायो चित्त दुख्यो होइन, बट आई फिल लाइक मैले स्ट्याट्स हेरेँ लास्टको 19 वटा गेममा आई थिङ्क 9 वटा कि 10 वटामा उनीहरूले क्लिन सिट ल्याएको छ। त्यो हिसाबले मैले हिजो वाइल्ड कार्ड युज गरेँ मेरो फ्यान्टेसीमा, अनि मैले 3 वटा डिफेन्डर ल्याएको। मलाई थाहा छ दे आर प्लेइङ रियली गुड होइन, तर डेक्लन राइसलाई अलिकति केही हेऱ्यो भने त्यहाँ खुट्टा भाँचिन्छ फेरि। जस्तै लिभरपुलको हाम्रो बिचको के अरे ग्राभेनविच, त्यसलाई केही भइदियो भने लिभरपुल सक्यो फेरि होइन। त्यो भएर दे आर प्लेइङ रियली वेल। मलाई डर लाग्छ कहिले सुत्दा म नि झस्किन्छु, आर्सेनलले जित्छ क्या हुन्छ होइन। दे आर प्लेइङ रियली गुड। तर मैले तर तिमीले त्यो पोइन्टलाई भन्दाखेरि चाहिँ आर्टेटा भन्दाखेरि चाहिँ यदि वेङ्गर स्याक गर्छौ बिकज टप 4 वाज नट इनफ भने डु डेलिभर समथिङ। 12-13 वर्ष भइसक्यो तिमीहरू पनि यु निड टु डेलिभर। एउटा कुरा चाहिँ मैले तपाईँलाई के भन्छु भन्दाखेरि आर्टेटा चाहिँ, मैले आर्टेटालाई डिफेन्स यताउता म्यानेजर डिफेन्स गर्नु खोजेँ होइन कि। आर्टेटा कहिले आएको भन्दाखेरि वेङ्गर पछि लगत्तै आएको होइन क्या, बिचमा एम्ब्री आयो कि, एम्ब्रीको एरामा ड्यामेज त्यहाँ पनि भयो नि त, त्यसलाई पनि हल्का चाहिँ सुनाउनु पर्यो क्या। भनेको चाहिँ धेरै कुराहरू छ, अब भन्न खोजेको कुराहरू के छ। अब अहिले टाइम पनि हैन, ठीक छ, हामी पनि आर्टेटाबाटै सिक्या हो। 8 वर्ष लाग्यो, दे आर स्टिल मेकिङ। अमोरिमको भर्ने 1 वर्षको, लेट हिम गिभ 7 मोर इयर्स अनि विल कम्पेयर। त्यो डिप भयो नि दाजुले भने ठिक हो कि, त्यो डिप भएपछिको बल्ल एनालाइज भइरहेछ क्या आर्सेनल फ्यानलाई, किनभने त्यो डिप फिल गर्यो नि त। अब जस्तै अघि दाजुले भने क्वेसनमा राइट, इफ वी आर on top 4 again होइन, if we are competing for title again, we'll definitely be happy क्या एज युनाइटेड फ्यान्स होइन। त्यो भने किनभने अहिले यो डिपलाई फिल गरेका छौँ नि त, त्यसपछि यहाँबाट के हो भन्दाखेरि नेक्स्ट स्टेप के हो, अपवर्ड्स भन्ने मात्र हो होइन। त्यो हिसाबले ठिक हो कुरा होइन, एउटा एङ्गल पर्सपेक्टिभ मात्र। त्यही अब अहिले अब टप 4 फिनिस गर्ने ऊ हो नि त अहिले त युनाइटेडको जे भयो भने। अब टप 4 फिनिस नगर्दाखेरि त एमोरिम पनि त जे भयो भने त्यो युरोप खेल्न नपाएपछि त लिफ्ट त गरेन नि त, जहाँ थियो त्यही नै त भयो नि जस्तो भयो नि त। त्यही अब मेरो चाहिँ ऊ मात्र त्यति हो कि युरोपियन कपै नखेलेको मान्छे अहिले युरोप खेल्न पाइरहेछ आर्सेनलको ब्याक टु ब्याक 3 सिजन जस्तो। डिपबाट सेकेन्डमा कम्पिट गर्यो भने जस्तै हो क्या दाजु, 15th-बाट 5th-मा आयो भने जस्तै हो नि त। त्यो हिसाबले त म्यानेजर अफ द इयर दिनु त होइन नि त, त्यो भने प्रोग्रेस हो। हामीलाई एमोरिममा विश्वास नलाग्यो नि चेल्सी र लिभरपुलमा विश्वास छ, दे विल ड्रप पोइन्ट्स अनि विल फिनिश टप।
बट वी आर Hopefully. स्टिल अबभ युनाइटेड आज होइन रेगे आज हार्यो पनि स्टिल अबभ युनाइटेड रेगे यो चाहिँ इट वाज सपोज टु बी लिड्स युनाइटेड भर्सेस म्यान्चेस्टर युनाइटेडको पोस्ट म्याच रियाक्सन तर यहाँ बिचमा हेभिली आर्सेनल आर्टेटा म्यान्चेस्टर युनाइटेड Sidetrack भयो भाइ। होइन अब चाहिँ ऱ्यापअपै गरौँ होला एनिथिङ एन्डमा एड गर्नु मन लागेको अवि दाजु रञ्जित केही दाजु छैन नेक्स्ट गेम आई थिङ्क इट्स अगेन्स्ट म्यान सिटी है त्यो भएर लुकिङ फरवर्ड टु इट के त जितिन्छ त युनाइटेडले सिटीलाई होइन त्यो गेम चाहिँ रमाइलो हुन्छ आजको जस्तो हुँदैन फेरि मैले अघि भने नि बटम अफ द लिगसँग चाहिँ एकदम झुर खेल्छ टप अफ द लिगसम्म चाहिँ दे प्ले लाइक दे वान विन समथिङ मनमा नै सोच्दाखेरि त हार्दै हुन्थ्यो सोचिरहनु भएको जस्तो लाग्यो मलाई त होइन हामी आर्सेनललाई नि हराउँछौँ नि आर्सेनललाई नि हराउँछौँ तर चाहिँ त्यो गेम चाहिँ इन्ट्रेस्टिङ हुन्छ बिकज ब्रुनो विल बी ब्याक ह्यारी मग्वायर मिस गरेको छु मैले कतिजनालाई मन पर्दैन तर स्लो गेममा चाहिँ त्यसलाई चाहिँ क्याप्टेन्सी दिएर ब्रुनोलाई फ्री खेलाएर ब्रुनोको रिप्लेसमेन्ट खोज्नुपर्छ युनाइटेडले अगाडि बढ्ने हो भने म त के भन्छु यो तीनवटा खेलाडी किन वेयर सेट फर 10 इयर्स बालेवा एन्डरसन र वाटन होइन यो तीनवटा खेल्यो भने वेयर सेट फर 10 इयर्स हाम्रो ब्याकलाइन सेट छ फ्रन्ट लाइनमा अनि त्यसपछि अर्को समरमा इन्भेस्ट गऱ्यो भने इट्स गन बी गुड बट बिजनेस उनीहरूलाई बढी थाहा छ हामीले त भन्ने कुरा हो होइन अन्त करोडौँ खर्च गरेर हाम्रो पैसा हो र यो होइन तर इट्स गन बी गुड गेम म्यान सिटीको गेम चाहिँ एकदम दामी हुन्छ त्यो चाहिँ Hopefully we do you a favor, Nirajan दाजु। यो त हुनुपर्छ निराजन ब्रो ऱ्याप अप गरौँ है त हुन्छ ल ल एकदम मजा आयो गफहरू गर्नलाई होइन थ्याङ्क यू रञ्जित दाइ Likewise, bro। थ्याङ्क यू Thank you so much. Next बोर्नले रहेछ बोर्नले पछि हाम्रो सिटी रहेछ वेडनेसडे रहेछ बोर्नलेसँग एउटा मिड मिडमा छ Okay। मैले रेकर्डिङ एन्ड गरेँ ल हुन्छ ल थ्याङ्क यू सो मच गाइस थ्याङ्क यू ल लेट मी एन्ड दिस